आज त मेकअप गर्छ त मान्छे त राम्रै हुँदो रहेछ हौ। आज भेनालाई छाप पार्ने हो। छाप पार्ने अरे कहाँ पाड गर मेरो के अरे कपिल वस्तु होइन कहाँ गएर मेकअप गरे आज राम्रै देखिरह यार। आज ठ्याक्क आज भेनालाई यसो देखाम भनेर टक्क मेकअप गरेर ठ्याक्क एक्सेप्ट गर्नुभयो। यसलाई देखाउनु के देखाउनु मन लाग्यो भेनालाई के देखाउने र भेनालाई अब भेनालाई यति राम्री भएर देखायो भने अलिकति आकर्षित हुनुहुन्छ कि भनेर क्या। तिमीसँग आकर्षित भन्दा फेरि श्रीमतीले मलाई विकर्षित पार्छ नि। आज जाँड पाक्ला राख सालीले यार। तिमीसँग आकर्षण हुने बित्तिकै श्रीमतीले मलाई विकर्षण पार्छन् फेरि। हजुर त्यो त भइहाल्छ। घरमा चिटिक्क परेकी पियारी त्यही पनि कहिले काहीँ भइहाल्छ गडबडी। के गर्छ यार बाउ के गरे भाइ के हो ओए साली एक ठाउँमा जान पर्ने म अहिले आउँछु ल। हुन्छ बेना मैले जोइन